म क्वेसन गर्न चाहन्छु, म भन्नु पनि चाहन्छु। अघिल्लो 82-83 को 19 चोटि बैठक बस्यो त्यही कार्यपालिका पुरानो हलमा। पूर्व मेयर अहिलेको माननीयज्यूलाई कस्तोसम्म गरौँ भन्ने कुरा त हामी भित्र, तर हामीले कहिले पनि बाहिर निकालिनौँ र बाहिर हामीले तपाईँहरूलाई भनिनौँ। आफ्नो पीडा आफ्नो कथा आफैलाई थाहा छ हामीलाई, तर पनि 19 चोटि पछाडि हामीले त्यहाँ मिलायौँ, जसो तसो गरेर के गरेर। यसपालि पनि उहाँले हिजो आरोप लाउनु भयो असार 10 गते हाम्रो वडा अध्यक्षदेखि लिएर कार्यपालिकाको त्यो होइन। उहाँ के अडानले गर्दा, उहाँकै जिद्दीपनले गर्दाखेरि यो अहिलेसम्म बन्नु नसकेको दुःखद हो। हामीलाई पनि दुःखद लाग्छ, यो भन्नै पर्छ। आज उहाँले जुन आरोप लायो, बोलाउने अध्यक्षज्यू संसद दलको नेता तपाईँहरू भनेर भन्ने, यो गर्दा पनि यसरी मिल्यौँ छिटो गरौँ हुँदैन भनेर भन्ने, आफै टेबल ठोक्ने अनि आफै कुट्नुहुन्छ भनेर भन्ने उहाँको आदतै रहेछ। यो अचम्म लाग्दो। उहाँको जुन छ हँसी र मुस्कान सहित उहाँको भित्री रूपमा छैन।